नमस्ते सबैजनालाई। आज म एउटा सानो योग तपाईहरुलाई योगा गर्न सिकाउँदैछु। 2082 साल कार्तिक 14 गते दशमी तिथिका दिन धनिष्ठा नक्षत्रका दिन तपाईहरुलाई म सिकाउँदैछु। आज चाहिँ सूर्य बिहान 6:15 उदाएको थियो भनेदेखि भरे बेलुका 5:19 चाहिँ सूर्य अस्ताउने गर्दछ। त्यसैले गर्दाखेरि सबैले ध्यान दिनुहोला। यो सूर्य उदाउनेदेखि अस्ताउने सम्मको जुन पिरियड छ, जुन समय छ, त्यसलाई चाहिँ दिन, अनिखेर रात, त्यस पछाडिको रात। दिनलाई चाहिँ मनुष्यहरूलाई ऊर्जा गर्ने समय हुन्छ भने रातलाई चाहिँ भूत प्रेतहरूलाई ऊर्जा गर्ने, भूत प्रेत डबल हुने, धेरै शक्ति हुने गर्दछ। त्यसैले गर्दा जति पनि काम गर्नुपर्ने, जति पनि योगा गर्नुपर्ने तपाईहरुले दिनमा गर्नुस्। बिहान सूर्य उदय भन्दा अगाडि नै पछाडि गर्दाखेरि झन् राम्रो हुनेछ। ल, आज तपाईहरुलाई एउटा योगा गर्न सिकाइरहेको छु। योगा चाहिँ के छ भनेदेखि यदि तपाईहरुको फोक्सोमा समस्या छ, यदि तपाईहरुको फोक्सोमा समस्या छ भनेदेखि, सास फेर्न गाह्रो हुन्छ भनेदेखि हैन, तपाईले फोक्सोको समस्या छ कि छैन भनेर कसरी चेक गर्ने? जस्तो तपाईले सास बन्द गर्नुस्, यसरी ठ्याक्क आँखा चिम्म गरेर बन्द गरेर सासलाई गरेर बन्दाखेरि कतिन्जेलसम्म तपाईले सास रोक्न सक्नुहुन्छ? जस्तै 1 मिनेट, 2 मिनेट, 3 मिनेट, 1 मिनेटसम्म तपाईले चाहिँ सास रोक्न सक्नु भने तपाईको फोक्सो ठिकै हुन्छ। त्योभन्दा तल सास रोक्न सक्नु भएन भनेदेखि तपाईको फोक्सोमा केही समस्या आएको हुन्छ। धुम्रपानका कारणले गर्दा पनि समस्या आएको हुन्छ हैन। त्यसैले गर्दा त्यो फोक्सोलाई क्लियर गराउन त्यो 1 मिनेट भन्दा तल नै तपाईको सास अड्याउन सक्नुहुन्न भनेदेखि तपाईहरुले आज यो योगा गर्दाखेरि धेरै राम्रो हुनेछ। योगा चाहिँ यो रामदेवको योगा है, यसले धेरै काम गर्छ। ल, के गर्नुस् भनेदेखि एउटा नाक छ नि, यो नाकलाई यसरी बन्द गर्ने, यो नाकलाई सुइँ तान्ने, माथि तान्नुस्। माथि तानिसके पछाडि यो नाकलाई बन्द गर्ने अनि यो नाकलाई छोड्ने। फेरि यही नाकबाट तान्नुस् माथि, यही नाकबाट। कतिन्जेल भित्र लगेर सास भित्र लगेर थुन्न सक्नुहुन्छ, त्यो रोक्न सक्नुहुन्छ, त्यो गर्ने। अनि फेरि यो नाकलाई बन्द गर्ने। अनि फेरि यो नाकबाट सास तान्ने। अनि फेरि यो नाकबाट छोड्ने। यसो गर्नुभयो भने तपाईको फोक्सो बिस्तारै बिस्तारै रिकभर हुँदै जान्छ। कुरो बुझ्नुभयो त? यो चाहिँ अब यो रामदेवले चाहिँ अललम विलोलम भन्छन् हैन। तर हाम्रो नेपाली भाषामा चाहिँ यो चाहिँ नाक बन्द गरेर सास तान्ने अनि अर्को नाकबाट छोड्ने, यही हो कुरो चाहिँ। कुरो बुझ्नुभयो? नेपाली भाषामा चाहिँ त्यो कुनै अललम विलोलम पनि हैन। कुनै एउटा नाम दिनुस् न। जस्तो मेरो नाम सुमन राखिएको छ हैन, कसैले राखिदिएको, त्यस्तै यसलाई पनि एउटा नेपाली नाम राखिदिनुस् क्या, अरूको नाम होइन, रामदेवको नाम होइन। यसो गर्नुस्। यसो गर्नाले गर्दा यो योगाले गर्दाखेरि यसो गरेर गरे पनि भयो, यसरी गरे पनि भयो। यो सास भित्र र बाहिर एउटा नाकबाट तान्ने, अर्को नाकबाट फ्याल्ने, यो योगाले चाहिँ तपाईको फोक्सोलाई क्लियर गराउँछ। यसो गर्दाखेरि जुन नाकमा हुने, घाँटीमा हुने ट्युमरको समस्या छ भने पनि त्यो पनि बिस्तारै बिस्तारै लामो समय गर्नु नष्ट हुँदै जान्छ। यो योगाले चाहिँ धेरै काम गर्छ। अनि तपाईको अर्को त्यसै सँगसँगै अर्को पनि योगा छ। अर्को योगा के छ भने तपाईको पेट छ नि, यो पेटलाई अलिकति भित्र पार्नुस् र सास ठ्याक 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 छोड्ने क्या। जस्तो हेर्नुहोस् है त,
यसरी चाहिँ तपाईँले सासलाई ढ्याक ढ्याक छोडेर नाकबाट सास फुइ फुइ पार्नु भयो भने पनि यसले पनि पेटको साथै पेटको रोग, पेटमा कतै अड्किएर बसेको जाम भएर आन्द्रामा जाम भएर बसेको होइन, आमाशयमा कुनै चिजहरू गएर अड्किएर बसेको नपचेको जिनिसहरू चाहिँ पच्दै जान्छ। यो योगाले चाहिँ पच्दै गराउँछ, पचाउने काम गर्छ।